हेलो एभ्रिवान, यो चाहिँ सुकेको माछा सिद्राको चाहिँ तरकारी हो। यसको रेसिपी चाहिँ आज म हजुरहरूलाई सेयर गर्न गइरहेको छु। यो सुकेको माछा सानो माछा र यो सुकेको सिद्रा माछा हो। यसलाई चाहिँ एउटा बाउलमा हाल्ने अनि यसलाई मजाले धुने अनि यस राम्रोसँग धोइसकेपछि चाहिँ यसलाई एउटा प्लेटमा निकाल्ने। अनि यसलाई निकालिसकेपछि चाहिँ हामीले उता ग्यासमा एउटा प्यान बसाउने अनि त्यो प्यानमा थोरै तेल हाल्ने अनि तेलमा चाहिँ हामीले अघि धोएर राखेको सिद्रालाई हाल्ने अनि एकछिन चाहिँ सानो ग्यास पारेर एकछिन यसलाई ब्राउन हुने गरी यसलाई फ्राई गर्ने। ब्राउन प्लस हल्का रेड हुने गरी चाहिँ यसलाई फ्राई गर्नुपर्ने हुन्छ। यो माछा ब्राउन र रेड भइसकेपछि चाहिँ यसको यस्तो निकाल्दाखेरि यस्तो कलर हुन आउँछ अनि हामीले चाहिँ मसलाहरू रेडी गर्ने र त्यो मसलामा चाहिँ हामीले जिरा, सर्स्यौ, खोर्सानी अनि हाम्रो लसुन हालेर यसलाई पेस्ट बनाउने अनि बेसार हाल्ने। बेसार हालिसकेपछि हामीले चाहिँ थोरै खोर्सानी पनि हाल्ने। खोर्सानी पनि एड गरिसकेपछि चाहिँ हामीले यसमा चाहिँ अब मसला हाल्नुपर्ने हुन्छ। थोरै मसला हाल्ने, मसला हालेपछि नुन हालेपछि गरम मसला हाल्ने अनि त्यो अघि ग्राइन्ड गरेको मसलालाई चाहिँ हामीले मजाले मिक्स गर्ने अनि मिक्स गरेपछि यस्तो कलर हुन्छ यसको। अनि हामीले चाहिँ प्याज र टमाटरलाई पनि साइडमा काटेर राखिरहने अनि फेरि अघिको त्यो कराईमा चाहिँ थोरै तेल हाल्ने अनि तेल हालिसकेपछि त्यसमा चाहिँ जिरा र खोर्सानी फुराउने अनि प्याज हाल्ने। प्याजलाई पनि ब्राउन हुने गरी फ्राई गर्ने। फ्राई गरिसकेपछि फेरि त्यसमा चाहिँ त्यो अघि हामीले ग्राइन्ड गरेर राखेको मसलाहरू हाल्ने अनि त्यो मसलालाई पनि मजाले चलाउने अनि चलाइसकेपछि चाहिँ एकदम मजाले चलाउनुपर्छ त्यसलाई र मजाले पकाउनु पनि पर्छ। यो चाहिँ त्यो मसलाले तेल नछोडुन्जेल चाहिँ यसलाई मजाले बनाउने अनि त्यस पछाडि थोरै हामीले अघि काटेर राखेको टमाटरलाई एड गरिदिने अनि त्यो टमाटो पनि त्यस्तै मसलाले पुरै त्यो टमाटर र मसला पाकिसकेपछि तेल छोड्छ नि हो यस्तै एकदम रेड ब्राउनी हुने गरी चाहिँ यसलाई मजाले भुट्ने अनि थोरै पानी एड गर्ने अनि यो पानीलाई चाहिँ मजाले उम्लिन दिएपछि अघिको तारेर राखेको माछालाई हामीले हालिदिन्छौँ अनि त्यस पछाडि एकछिन हामी 5 मिनट 10 मिनट जति यसलाई पकाउँछौँ अनि पकाएपछि चाहिँ धनियाँ लास्टमा चाहिँ धनियाँ एड गर्नको लागि काटेर राख्नुपर्छ अनि त्यो अघि पकाउन राखेको माछामा चाहिँ हामीले धनियाँ एड गर्ने अनि धनियाँ एड गरिसकेपछि ग्यास बन्द गरिदिने। ग्यास बन्द गरेपछि यस्तो हुन्छ यो, यस्तो मिठो हुन्छ यो। मेरो हस्बेन्डको चाहिँ एकदम फेभरेट हो यो। सो यो माछा पकाइसकेपछि यस्तो भएको छ गाइज एन्ड थ्याङ्क यू सो मच फर वाचिङ।